So hello guys, welcome back to my vlog. हैन आफ्टर लङ टाइम पछि आज यस्तो भ्लग बनाउँदै 1.5 वर्षपछि हैन आज चाहिँ एङ्गेजको गाउँमा चाहिँ हाम्रो मेला छ, बुद्ध जयन्ती मेला। कतिका चाहिँ मलाई बोल्न आउन्न यस्तो है भ्यू चाहिँ ऊ त्यो चाहिँ लमतरी डाँडा हैन, यो देउराली भइहाल्यो, यता माथि छावा डाँडा, यता चाहिँ हाम्रो मामा घर हैन। तपाईलाई म ट्याक्कै देखाइदिन्छु कतापट्टि उस भएको भनेर। ट्याक्कै त्यहाँ चाहिँ हाम्रो क्याम्प छ है गाइस, हामीले खोलेको फुड स्टल है, हामीले खोलेको फुड स्टल। ल अहिले त्यही गरेर भेटौँला। ल है गाइस, मेलोमा आयो, यो चाहिँ हाम्रो फुड स्टल हैन, सानो फुड स्टल। पट्टि चाहिँ खतरा खुङ्गार लोकल फ्रिज गाइस, लोकल फ्रिजर चाहिँ मेला हुँदैछ है गाइस। हामीले छावा डाँडा आइपुग्यौँ है फाइनली है। छावा डाँडाबाट त्यो चाहिँ मेरो घर हो है, टक्क यो बिचको यतापट्टिको विकल मोटेको घर। यो चाहिँ हाम्रो कुल मन्दिर है त गाइस। आज फर्स्ट दिनमा त खासै मान्छे भएन, तर पहिला दिन चाहिँ मान्छे थियो है, तर आज फर्स्ट दिनमा चाहिँ खासै मान्छे भएन कि। 30 प्लेट मोमो डुब्याङ्स भयो। ए त के भनिदिनु त भाइ। ल पाइट त नेसनल हो क्या यार, पाइट त यार है, नेसनल पाइट लाएर हिँड्दा हाम्रो भाइ चाहिँ होइन। अनि के भनिदिनु त्यो डुन्डी के भनिदिउँ त यसो। मलाई त केही थाहा छैन होइन, मैले भनेको त्यो चाहिँ गरिदिनु पऱ्यो तिमीले अब। ल ल म गरिदिइहाल्छु नि। ल फिक्स है, म फिक्स भनेर बस्छु अब त्यो हो र। ल ल गाइस, हाम्रो गाउँ चाहिँ यही हो होइन, मेला भएको ठाउँ चाहिँ त्यतातिर हो होइन। बेबी यसो भेट भएको छ होइन, बेबी ग्याङस्टर बेबी भइसक्यो बेबी होइन। उठे स्टल खोल्यो भरे खाजा खान आइज है। भिएनसँग चाहिँ गाइस जेरीसँग चाहिँ होइन टक्क पिस आइन्छ कोटमा है। ल गाइस यहाँ चाहिँ असिनाले ढुलै पार्यो है, असिनाले पनि परिरहेको छ। यता हाम्रो स्टल यसो भान्जाको भ्लगमा यसो भान्जाको के भन्नु भयो, लाइक सेयर सब्सक्राइब भनिदिनु न त। के छ अरे भन्दाखेरि मन्थली भ्लग चाहिँ छ, लाइक सेयर सब्सक्राइब कमेन्ट सब हान्दिनु होला। यो भ्यू कस्तो खतरा देखेको तर यार। पानी परेर चाहिँ त्यही मामाले टक्क बाइक निकाल्न आउनुभयो हिलो भएर। राइडर हो नि मामा फेरि सही। A few moments later. हेलो ज्योति मगर हेर्न आइस अनि आएको त त्यही त होला नि हेर्न। 50,000 तिरेर 50,000 मैले भएको आज खोटिनु भाइ समात आइहाल्छ नि। हामी हुन्छ नि स्पेसल्ली हामी आदिवासी जनजातिहरूको मगर, गुरुङ, राई, लिम्बू, तामाङ। A few inches later. ज्योति मगरलाई अहिले पुनः भन्ने कारण के छ जस्तो मैले त्यस्तो? हजुर
ज्योति मगरलाई अहिले पनि नभन्ने कारण के हो जस्तो यस्तो तिमीले कारण धेरै छ भन्नु मिल्दैन हाम्रो मार्छ जसै हाम्रो गुरुकुलको सेटर है प्रकाश शेर्पाले गुरुकुलको ओपन स्पाइक गाइस आज डे 2 बत्ती नआएर बिजोको अवस्थामा बसेको छौँ हामी चाहिँ होइन त ब्याङ्कमा गएर चार्ज गरेर आएको ब्याङ्कमा सोलर रहेछ त्यही भएर नि यस्तो चार्ज गरेर आइदिएको राजन मामाको पावर लगाइदिएको आज कतिको गेम जितिन्छ कि जितिन्छ त नि माथि चारले त धुलै होला नि त होइन दिनेशहरूसँग कपरेट हानिदिइहाल्छ ल हाम्रो अङ्कल भेट भयो के छ अङ्कल हाल खबर हाम्रो धोती भाइ चाहिँ बाहिर बसिरहेको टट्टै बुद्ध हानेको छ बुद्ध धोती बाजा बजाएर स्वागत हुँदैछ हिजो नि यही ठाउँमा पानी पर्न लाग्यो आज नि एउटा पानी पर्दैछ आइसक्रिम बुद्ध कस्तो फिल भयो त तिमीलाई गेम जितेर एकदम गुड गुड भोलि कोसमा पर्छ होला त अन्त भोलि त पर्दैन होला गेम टिम टर्ने छ है अझै पानी परेर फर्स्ट राउन्डै भ्याइ छैन त्यही गाई यस्तो यता आइसक्रिम सक्यो दामी त्यहाँ होटेलमा नि काम छ हल्का फुल्का त्यो भएर अहिले मैले भ्लगै बनाउनु पाएन कि होटेलमा काम गरेर गाउँमा यस्तो लुगाहरू आएर कामै छैन कि यस्तो यस्तो भइहाल्छ जुत्ता झन् अर्को हाल्थेँ मैले है सुन जुत्ता हालेको तुनै नरहेछ यार ल होटेल गएर भेटौँ न हाम्रो पोखरी चाहिँ यही हो होइन बुद्ध अगाडि हिँड्दैछ गेम जितेर बसेको मान्छे के गेम जितेर पावर आयो क्या हातमा पादा आयो म त पादा आयो भनेर सुनेको कि त्यही केटा अहिले उता गएर भेट दुई दिनसम्म बत्ती आएर नआएर चाहिँ टेन्सन परिसकेको छ मलाई स्पेसल थ्याङ्क्स टु राजन मामा जसले चाहिँ हामी बत्ती होइन ब्याङ्कमा सोलर रहेछ त्यही गरेर चाहिँ अलिक 30%सम्म चार्ज गरेँ अनि त्यसपछि अब भिडियो बनाउँछु म अब एकैछिन त्यही कामै काम हो टेन्सनका टेन्सन भिडियो पनि गाई हिमाल हेर नि त्यहाँ हिमाल ओखो हिमाललाई अहिले कुरो ढाक्यो त्यही नि ओखो भनिदिएको है ल गाई भेट्छ कि कस्तो भयो ठिक छ एकचोटि त बजारले हानिदिएछ त हान्न पऱ्यो अब अर्को गेम कस्तो हान्छस् राम्रो सुवास दाइ कतिखेर आगमन भयो वाइकेमा त्यही बिहानको 11:30 बजीतिर हो र हजुर प्रश्न गर्न सक्नुहुन्छ होइन अब यस्तो पनि प्रश्न आउँदैन सरजी त्यो तपाईँको कमजोरी हो सब्सक्राइब भनिदिनु त भाइको च्यानल ल सब्सक्राइब गरिदिनु होला भाइलाई हेलो गाइड छ कि के छ मुन्तु ब्लग सब्सक्राइब गरिदिनु होला ल सब्सक्राइब पनि धोती सब्सक्राइब गरिदिनु होला सबैले मुन्तु ब्लगलाई होइन यति ल यसको नाम के हो थारू यिनीहरू त बत्ती पाल्नु पर्छ देख्दै देखेन यार बल्ल देख्यो गाइज पोखरीको सिनरी यस्तो छ है बत्ती आसी कति चम्किलो भयो होइन भाइ हो नि 3 दिनपछि बत्ती बल्ल आएको 3 दिनपछि बत्ती बल्ल आएको स्पेसलमा आएको भनेर बत्ती चाहिँ आएर चाहिँ धन्न तल्ल हिजो अस्ति मनाएको त बत्ती गइदिरहेको मेरो भाइले हाम्रो होटेलमा खाना आएको छ होइन ऱ्यापर भाइ सेफ होइन त
म काम गर्छु मलाई बोलाऊ तपाईँ बोलाउने एन्जकोट गाउँमा एन्जकोट गाउँमा होइन वडा नम्बर 3 तेरो मोमो अर्डर गरिदिस् है गरे 2 प्लेट गरे मैले चाहिँ होटल आज छोडेको छु सबैलाई लाइक र सब्स्क्राइब गरिदिनु होला धन्यवाद छ धन्यवाद छ ल बाइ बाइ ल बाइ